बिचरी भुन्टीलाई नखाएको विष पनि लाग्यो। आरोप सबैले लगाउँदै थिए, तर भूपेन्द्र पनि अब शङ्का गर्न थालिसकेका छन्। जुन जेल परिरहेको र भूमिकाको बलात्कारको सजाय भोगिरहेकै मान्छेले यथार्थ कुरा देखाएपछि प्रतीक्षाको पर्खालहरू भूपेन्द्रको पनि भित्रभित्रै ढल्दै थिए। विश्वास गर्ने ती भित्री आत्माहरू बिस्तारै अविश्वासमा परिणत हुँदै थिए। त्यति नै बेला भूपेन्द्र अत्यन्तै धेरै रिसाउँदै आखिर यो मान्छेसँग भुन्टीको के सम्बन्ध थियो र भुन्टीले यसरी कलमा कुरा गरिन् भनेर धेरै कुरा सोच्दै अघि बढ्दै थिए। वास्तविकता के हो बुझेका थिएनन्, तर जुन कुरा भूपेन्द्रले बुझ्छन् त्यतिखेर अति नै ढिलो भइसकेको हुनेछ, किनकि भुन्टीलाई अब भूपेन्द्रको रिस कस्तो छ भन्ने सबैलाई थाहा छ र अब भुन्टीलाई भूपेन्द्रले भने पक्का त्यतिकै छोड्नेवाला भने छैनन् र भुन्टीको देवर र नन्द भने त्यही चाहन्छन्। र उता घरमा भुन्टीले आफ्नै नन्दले न्यु खोजेर भुन्टीलाई बाँधेर लडाउन खोज्दा भुन्टीले उल्टै कुटेर लोथ बनाएकी छिन्। त्यो कुरासम्म पनि भूपेन्द्रले घर फर्किँदा देख्नेछ। त्यो देखिसकेपछि बिना गल्ती बिना कारण भुन्टीलाई नै सबै कुराको दोष भने अब लाग्नेछ। तर भुन्टीलाई निगरानी गरिरहेकी सुकुमायाले भने अब एन्ट्री गर्ने बेला भइसकेको छ। अब सुकुमायाको आगमनसँगै तिनीहरूको के हुन्छ र कुन यिनीहरू भुन्टी र भूपेन्द्रको जिन्दगीमाथि अर्थात् परिवारलाई बिगार्न र तहस नहस बनाउन खोज्ने गुण्डाहरूको पनि सुकुमायाले पर्दाफास गर्नेछिन् र जसले भुन्टीलाई दोष लगायो उसलाई पनि सुकुमायाले भने अब कानुनको दायराबाट अझै भित्र हाल्ने प्लान बनाउँदैछिन्। जसरी उनीहरूको जिन्दगीबाट भुन्टीलाई निकाल्न खोज्ने प्लान बनाइरहेका छन्, त्यसैलाई सफल हुन नदिन अब सुकुमायाले खेल्ने खेल भने कस्तो हुनेछ त्यो कसैलाई थाहा छैन। तर अब सुकुमाया आउनु नै पर्छ भन्ने सबैलाई लागिरहेकै छ, किनकि भुन्टीलाई अन्याय र अत्याचार मात्र होइन अति बडा अत्याचार नै गरिसकेका छन्। अब सुकुमायाको आगमनसँगै भुन्टीले न्याय पाउनुपर्छ र जसले जसरी भ्रममा पार्दै भुन्टीलाई नै दोषी देखाउँदैछन् यिनीहरूको कारबाही सुकुमायाले आफै गर्नुपर्छ भन्ने हामीलाई लागिरहेको छ। र तपाईलाई के लाग्छ? हामीले बनाएको रिभ्यू के कस्तो लाग्छ? तलको खाली कमेन्ट बक्समा लेख्न नबिर्सिनुहोला र तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला।